नमस्ते दाजुभाइ दिदीबहिनीहरू। कतार, दुबई, कुवेत, जुनसुकै देशमा अहिले कस्तरी भिडन्त भइरहेको छ के सस्तै मनै ढुट्टो भइरहेछ। अब घर जाने दिन नजिक आउँदैछ भन्न झन् यस्तो हुँदा त यति मन ढुट्टो हुन्छ कि यति मन दुख्छ कि खै के भन्नु। जुनसुकै देशमा गएर कमाउँछु भन्छु, सुरक्षित कहीँ पनि छैन के। न आफ्नो देशमा छ न परदेशको गेटमा। आफ्नो सानो सानो छोराछोरी छोडेर परदेश आइक्यो। त्यो छोराछोरीको भविष्य बनाउँछु भनेर परदेश आउँछु। त्यसमा पनि कति मन डराइ डराइ काम गर्नुपर्छ। मरिन्छ कि बाँचिन्छन् कसैलाई केही थाहा छैन। त्यही पनि हेर्नु नि एयरपोर्टतिर त कस्तो भएको रहेछ क्या। त्यो भिडियोहरू हेर्दा त कस्तो मनै ढुट्टु भइरहेको छ। यति डर लागेको छ कि साथीहरू, दाजुभाइ दिदीबहिनीहरू, जहाँ जो भए पनि आफ्नो ख्याल आफैले गर्नु होला। बाहिरतिर ननिस्किनु होला। घरतिरको याद यति धेरै आएको छ कि यस्तो अवस्था सुन्दा। त्यही भएर बाई साथीहरू।